नमस्ते, म उमेश रौनियार। आज हामी कुरा गर्दैछौँ क्लिनिकल लिडरशिप फर बेटर हेल्थ केयर म्यानेजमेन्ट फर डक्टर्स। अब यो क्लिनिकल लिडरशिप हामीलाई किन चाहियो त भन्दाखेरि अब इनफ्याक्ट यो आजको जुन किसिमको कम्पिटेटिभ इन्भाइरोमेन्ट छ, कुनै पनि सेक्टरमा हेर्दाखेरि अब हाम्रो पहिला जस्तो छैन। अब पिपल बिकम भेरी प्रोफेसनल्स, त्यो किसिमले बिहेभियरहरू चेन्ज हुँदै गयो। सो डक्टर मस्ट ह्याभ ए क्लिनिकल लिडरशिप चाहिने स्किल्स हैन। अब त्यो चाहिने हाम्रो समस्या कहाँ छ भन्दाखेरि एउटा कायदाले करिकुलममा कुनै पनि एमबीबीएसको कहीँ पनि त्यस्तो छैन। सो नर्मली वाट ह्यापन्स इज फर्स्ट 2 इयर्स भनौँ हैन, जब हामी प्री क्लिनिकल उसमा एमबीबीएस कोर्स गरेर आउँछौँ, त्यहाँ चाहिने हामीले अलिकति बढी फोकस त हाम्रो चाहिने अब मेडिकल साइन्समै हुन्छ, थ्योरिटिकल पार्टमा हुन्छ। 3rd इयर पछि जुन हामी क्लिनिकल उसमा जब जान्छौँ, त्यो बेलादेखि चाहिने सर्टेन चाहिने अब यो युकेमा जीएमसी छ, इन्डियामा छ मेडिकल काउन्सिल अफ इन्डिया, नेपालमा छ नेपाल मेडिकल काउन्सिल। अब उहाँहरूले चाहिँ करिकुलममा स्पेसिफिकली थ्योरिटिकली केही राख्नु त भएको छैन, बट त्यसमा चाहिँ जुन 3rd इयरदेखि जुन सुरु हुन्छ त्यहाँ त्यस्तो लिडरशिप डेभलपमेन्टको एक्टिभिटीहरू गरिन्छ। टिम बिल्डिङ कसरी गर्ने, जस्तो कि कुनै मतलब ओपिडीमा उहाँलाई एउटा जिम्मा लगाइदियो, सिएमई प्रोग्राम्सहरू भयो, या चाहिने हाम्रो फ्री क्याम्प्सहरू भयो। यस्तो यस्तो बेलामा उहाँहरूलाई लिडरशिप स्किल्सहरू उहाँलाई प्र्याक्टिकली डेभलप गराउने वातावरण तयार गरिन्छ। बट स्टिल एउटा प्रोफेसनली एउटा चाहिने एमबीबीएस धेरै अमेरिका युरोपमा यो कुरा धेरैचोटि उठिसकेको छ कि एउटा सर्टेन चाहिने लेभलको एउटा इन्टरपर्सनल रिलेसनसिप र लिडरशिप, यो दुईटा चाहिने डक्टरको लागि मस्ट एउटा स्किल डेभलपमेन्ट हुनैपर्छ। र त्यसले इट इज नट ओन्ली फर देम, इट इन्हान्सेस द पेसेन्ट केयर अल्सो। सो देयर आर सो मेनी थिङ्स। यदि हामीले क्लिनिकल लिडरशिपमा चाहिने यदि डक्टर्स एमबीबीएस कोर्समा यदि हामी राख्छौँ भन्दाखेरि, सो वाट ह्यापन्स इज लाइक पेसेन्ट आउटकम्स इज बेटर हैन। तपाईले राम्ररी म्यानेज गरेर सबै कुराहरूलाई टाइममा सबै दिन लगाउनु सक्नु पर्यो हैन। नर्स सुड बी वेल कोअर्डिनेटेड, कम्युनिकेटेड। अब यी सबै कुरा लिडरशिपमै आउँछ हैन। त त्यसले एउटा पेसेन्टको सेटिस्फ्याक्सन लेभललाई बढाउँछ। त्यसपछि तपाईको इफिसियन्सी लेभल पनि बढ्छ। सो वन्स मतलब यु ह्याभ ए भेरी गुड लिडरशिप क्वालिटी, तपाईको चाहिँ अन्डरमा काम गर्ने जति पनि जुनियर डक्टर भयो या नर्सेसहरू भयो, उहाँहरूले पनि तपाईको चाहिँ काम गर्ने स्टाइल फरक हुन्छ र इफिसियन्सी चाहिँ बढ्न सक्छ। र ओभरअल जुनैले हाम्रो हस्पिटलमा सबभन्दा ठुलो कम्प्लेन्ट्सहरू या नर्सिङ होममा हेर्छौँ, सो कस्ट फ्याक्टर। सो कस्ट फ्याक्टर नट ओन्ली फर द हस्पिटल्स, इभन फर पेसेन्ट्स अल्सो यसले चाहिँ घटाउन सक्छ। सो दिस वे अल्सो इट इज भेरी हेल्पफुल। र एउटा चाहिँ ओभरअल एउटा हस्पिटलमा या जुनसुकै क्लिनिक्समा काम गर्नुहुन्छ त्यहाँ एउटा फ्यामिली इन्भाइरोमेन्ट क्रिएट हुन्छ। सो यो चाहिने हाम्रो मेडिकल एमबीबीएसको कोर्स गर्दाखेरि एउटा इन्टरनेसनली एउटा करिकुलममा लिडरशिप र इन्टरपर्सनल रिलेसनसिप स्किल्स इज भेरी मस्ट। हामी नेक्स्ट एपिसोडमा इन्टरपर्सनल रिलेसनसिपको बारेमा कुरा गर्नेछौँ। सो विथ दिस, थ्याङ्क यू भेरी मच। नमस्ते।